पूर्व प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसको नेता रमेश लेखकलाई फौजदारी कार्यविधि 181 र 82 लाई गलत ढंगले प्रयोग गरेर आज बन्दी बनाइएको छ। यो गम्भीर आपत्तिको विषय छ। ओली र लेखकको रिहाई माग्दै सांसदमा एमालेको विरोध। प्रतिनिधि सभाको पहिलो बैठकमै नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति कडा विरोध जनाएको छ। एमाले सांसद गुरु बरालले संविधान विपरीत मुलुकी कार्यविधिको दफा 181 र 182 प्रयोग गरेर दुवै नेताले पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहाईको माग गरे। उनले देशभर यस विषयमा विरोध भइरहेको उल्लेख गर्दै सरकारमाथि दमनकारी शैली अपनाएको आरोप पनि लगाए। एमालेले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।